छलफलमा छौँ। यो टिम यो समूह कुनै बार्गेनिङ गर्दैन। आफ्नो क्षमता अनुसार हामी भूमि मान्छे भएर काम गर्छौँ। त्यो महाधिवेशन हलमा महाधिवेशन प्रतिनिधिको रूपमा लाग्छ कि लाग्दैन हामीलाई थाहा छैन। नेकपा एमालेमा जानी रहर छ, रहर मात्रै भएर भने लिदिनै पर्यो नि। हिजो एमाले र केपी ओलीबाट परिवर्तन सम्भव छैन भनेर माधव नेपालको हात समातेर जाने तपाईँ आज फेरि पुरानै घर फर्किन्छु भन्दै गर्दाखेरि हिजो तपाईँ सही हुनुहुन्थ्यो कि आज तपाईँ गलत हुनुहुन्छ? यसको जवाफ दिनु होला। तपाईहरुको समाजवादी पार्टी नेकपा चाहिँ माधव नेपालले विसर्जन गर्नुभयो भन्नुभयो। त्यो विसर्जन गरिसकेपछि तपाईहरु यता लाग्नु भयो। त्यो विसर्जन नभएको भए त तपाईहरु त्यतै हुनुहुन्थ्यो होला। एउटा कुरा। दोस्रो कुरो, यसभन्दा अघिल्लो चुनावमा लगभग 3 लाख भोट आयो। त्यो 3 लाख भोट आएको पार्टीहरूले दिन्छिरहेछ। तपाईहरु यता आइरहँदाखेरि अथवा पुरानो घरमा फरिरहँदा नेकपा एमाले कति आशा गर्ने हो तपाईहरुसित? हामी नेता मात्रै जम्मा पार्दैछौँ कि कार्यकर्ता अथवा भोटर पनि हामी त्यहाँ ल्याउँछौँ? दोस्रो नम्बर। तेस्रो नम्बर, नेकपा एमालेको 11औं महाधिवेशन आउँदैछ, तोकिसकेको छ। त्यो महाधिवेशनमा के पद तपाईहरुले बार्गेनिङ गर्नु भएको छ अथवा भएको छैन? तेस्रो प्रश्न। चौथो प्रश्न के छ भने संसद पुनर्स्थापना भयो भने तपाईहरुसँग भएका 8-10 सिट 10 सिट भनौँ तपाईहरु पार्टी फुटाएर आउनु भएको होइन? भोलि तपाईहरुको संसद पद के हुन्छ? केपी ओलीले तपाईहरुलाई समानुपातिकको 11 जना संसद चाहिँ तपाईहरुको अहिले पनि सर्वोच्चमा मुद्दा छ। तपाईहरुको त्यो चाहिँ पद त्यतिकै रह्यो। अब संसद पुनर्स्थापना हुने सम्भावना छ र यदि भयो भने कि तपाईहरु 40% पुर्याएर आउनुहुन्छ त्यतिखेर? होइन भने तपाईहरुको 10 मध्ये कति जना हो त्यतापट्टि? हस्, धन्यवाद। अब एकजना भाइ साथीले त डाइरेक्ट रामकुमारीजीलाई सोध्नु भएको छ। अर्को साथीले पुनर्स्थापना भयो भने के गर्ने, तपाईहरुसँग कति भोट आउँछ, तपाईहरुसँग कतिजना सांसद छ, तपाईहरु के पदको बार्गेनिङ गरेर जाँदै हुनुहुन्छ? मैले सर्वप्रथम त के भन्न चाहन्छु भने अघि नै मैले भनिसकेँ, हामी छलफलमा छौँ। यो टिम यो समूह कुनै बार्गेनिङ गर्दैन। आफ्नो क्षमता अनुसार हामी भूमि मान्छे भएर काम गर्छौँ। त्यो महाधिवेशन हलमा महाधिवेशन प्रतिनिधिको रूपमा लाग्छ कि लाग्दैन हामीलाई थाहा छैन। त्यो यदि हामी नेकपा एमालेमा गइसकेपछि उहाँले सोध्ने कुरा हो होइन। अर्को कुरा, तपाईहरुले हामीले 79 सालमा करिब 2,94,000 लगभग भोट समानुपातिकमा ल्याएका थियौँ। तपाईले एकदम राम्रो प्रश्न के गर्नु भने काठमाडौँमा बसेर टाउके मात्रै नेता मात्रै यो गर्न खोज्नु भयो कि रियल ग्राउन्डमा भोट पनि छ? किनभने म आफै 30,000 भोट ल्याएर अत्याधिक मतले निर्वाचित भएको मान्छे हो। म तनहुँ जिल्लामा जन्मेर 74 सालमा तनहुँ 1 नम्बर क्षेत्रबाट निर्वाचित भएर अहिले म 12 जिल्ला क्षेत्र नम्बर 4बाट निर्वाचित व्यक्ति हो। म अब को सांसद हुनुहुन्छ भन्ने विषयमा हामी यहाँबाट यो सांसद भनेर भन्नुभन्दा पनि यो घटनाक्रमले भोलि पर्सि खुल्दै जान्छ। हामी 10 जना मध्येमा 1 जना त हाम्रो श्रद्धेय अध्यक्ष नै निलम्बन हुन्छ, 9 जना छ। म तपाईहरुलाई यति मात्रै भनौँ, 9 जना मध्येमा बहुमत हामीसँग छ। 4 छ भन्ने सुनिन्छ। होइन, यो मैले अहिले भने नि, नाम नलिउँ। किन भन्दा हामी सही बाटोमा सही कामको लागि अहिले मैले अघि नै भने नेकपा एमालेमा जानी रहर छ, रहर मात्रै भएर भने लिदिनै पर्यो नि। होइन, क्लियर छ मेरो कुरा, हेर्नुहोस् क्लियर छ। भन्नु जानेर नजानेर गल्ती गरियो त भनेर स्वीकारी पनि गरिसकेका छन्। हुन त अब रामकुमारी बहिनीले अब घुमाएर कता के गरौँ, म अलिक स्टेप पठाएर मैले यो लटपट नजान्छु। 2,94,000 भोट मध्ये 2 लाख भन्दा बढी भोट हामीले ल्याउँछौँ। किन भन्दा यो हामी भुइँ मान्छे हौ, भुइँ मान्छेसँग सरसल्लाह गरिरहेको छौँ। नत्र आजै हामी नेकपा एमाले प्रवेश गर्न त के भयो, एउटा
बालले किनेर ल बाल लगाइदिनुहोस् भनेर यो हामीले किन पत्रकार सम्मेलन गरिरहेको भन्दाखेरि तलका साथीहरूलाई पनि जोडौँ, आत्मसम्मानको लागि हामी छलफल गरौँ भनेर हामीले यो खालि के हो भन्दाखेरि कोही पार्टी कतै विलय गर्ने, कोही नेताहरूले चाहिँ नयाँ पार्टी गठन गर्ने त्यो होइन, हामी पनि यहाँ छौँ भनेर आज हामीले यो पत्रकार सम्मेलन गरेका हौँ। तपाईँहरूले भने जस्तो कुनै पद पाउनको लागि त्यो त कथाले पदै पछि आउँछ त हाम्रो, हामी पद माग्नै पर्दैन, बुझ्नु भएन? यो 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 देख्नु भएको छ नि साथीहरू, हामी पद मागेर पदमा भोगो पनि छैन। त्यस कारणले गर्दा कुनै पद हाम्रो टिमले बार्गेनिङ पनि गर्दैन, बार्गेनिङ गरेको पनि छैन र जनमतको हिसाबले अहिले तपाईँहरूलाई थाहा छ कि थाहा छैन, थाहा छ पनि होला, माओवादी केन्द्र सहितसँग एकता गरिरहँदा रातारात 88-90 जना केन्द्रीय सदस्य थपिएको छ। त्यो राजनीतिक भ्रष्टाचारी हो भनेर मैले भनेको हो। किन भन्दा जब कोहीसँग मिल्दैछौँ भनेपछि किन थप्नु पर्यो? त्यो भनेको आतंक हो, अपमानमा पर्छु कि भन्ने आतंक हो। त्यस कारणले गर्दा हामी अहिले देखेका छौँ 5-7 जना केन्द्रीय सदस्यहरू, हामी 122 जना त हामीले 6 महिना 8 महिना अगाडि पनि तयारी गरिसकेका थियौँ होइन, त्योभन्दा बढी होला। हामी देशभरिका साथी, जिल्ला कमिटीमा हुने, गाउँ कमिटीमा हुने, नगर कमिटीमा हुने, भनौँ न क्षेत्र प्रदेश कमिटीमा हुने केन्द्रीय सबै साथीहरूसँग सल्लाह गरेर हामी यो होटलमा होइन कि राष्ट्रिय सभागिरी हल या कमलादीमा बृहत पार्टी चाहिने हामी चाहिने घर फर्किने अभियान चलाउँदैछौँ। अब यसको लागि हामी छलफल गर्छौँ साथीहरूसँग, होइन अब होइन तब तिमीहरू चाहिँदैन लिन्नौ भन्यो भने त देखा जाएगा, अब यत्रो भने त होइन, त्यस कारण देखा जाएगा त्यो बेला हाम्रो इच्छा त्यो हो। त्यस कारणले गर्दाखेरि यही कुरा राखेर साथीहरूलाई चाहिँ नि संसद के हुन्छ भन्ने कुरोमा अब कानुनको विद्यार्थी म होइन, जे पर्ला देखा जाएगा। धन्यवाद।